नहीं यो वारियो सामान वारियो पानी कति परिरहेको छ मान्छे बसाइ कस्तो छ ओराड भित्र हो कि घरभित्र हो कि कहाँभित्र हो भनेर हिँड्दै गयो कि बल्ल थाहा हुन्छ यो रेटपान्डा चाहिँ प्रायः सो निगालो खाने अनि भुजपत्रको रुखको टोटकामा बस्नुपर्दो रहेछ बस्दो रहेछ हेर्नु त टोइलेट गरेर भरेको छ यहाँ पुरै टोटकाभरि टोइलेट गरेर दिशा भइरहेको छ दिशा भइरहेको छ यहाँ एक दुई दिन अगाडि नै भइरहेको जस्तो देखिन्छ यो अलिकति तत्काल कुन आलो दिशा छ पानी परेपछि माथि टुटको रस चाहिँ झन् झारिहाल्दो रहेछ धेरै छ खै यहाँबाट बस्दै देखिन छ नि यो आलो दिशा हो गाइस पुरै निगालो घारी छ जताततै निगालो छ वरिपरि निगालो छ यो जुङ्गलो न बिच्नु कता हो कता यो अन्धा धुन्दा निगालो न रेटपान्डाको दिशा भेटिए छ रेटपान्डा भेटिन्न अन्य मृगको दिशा त डोकोको हिसाबमा कुन्टोल भेटिँदो रहेछ रेटपान्डाको दिशा पनि रेटपान्डा भेटिया छैन पुरै दिशा त भेट्यो दिशा त भेट्यो सङ्ख्या भेटिए छ रेटपान्डा दिउँसो हिँड्ने जान्छ क्या त्यसको हिँडाइ र घुमाइ राति हुँदैछ